हिउँ पर्यो हिउँ हेलो गाइस, आज चाहिँ हाम्रो अस्तिको दिन पोखरा आएको अनि हिजो हामी उता बागलुङ कालिका घुमेर आज चाहिँ हामी अब काठमाडौँ फर्किने भनेको फेरि काठमाडौँ जाने कि पाल्पा अब यो रानी महल जाने भनेर भइरहेको थियो। रानी महल निस्केर अनि उतै चाहिँ हामी बुटोल निस्केर काठमाडौँ फर्किने भन्ने कुरो भएको। फेरि यताबाट कर्पु डाँडा जाने भएर फेरि डिसिजन भयो अनि अब हामी यहाँ पोखराबाट निस्क्यौँ। मादी गाउँपालिका घर काटे भन्ने ठाउँ रहेछ। फेरि पिचबाट आयो है। अफरोड चाहिँ त्यति नभइदियो भने चाहिँ गाउँ अर्कै अब यो अगाडि आएकै नदी बाटोहरू स्टार्ट भयो बाटो अफरोड भयो। राम 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 राम। बिजोग रमाइलो भयो। रावण ब्रेक लाग्दैन यस्तोमा अनि लगाएर अर्कै डाँडामा छोड्दै यहाँबाट रहेछ है यो पुल चढेर अनि चढ्ने बित्तिकै देख्दै आउनुपर्ने छ। म्यापमा देखाउँदैन क्या यो बाटो फेरि हेर बस्दै छ धुलो पुऱ्याएर बाख्रा है आँखा धुलो पऱ्यो। बाटो रहेछ अनि हावा तलमा डाँडा हो अझै जम्मा पोखराबाट 21 किलोमिटर पो भनेर सुने मिलेगा मैले टिकटतिर हेर्दा त त्यो आइसक्यो तर आइपुग्यो। त्यो कच्चीबाट सुरु भयो फेरि अब यो कर्पु डाँडा जानलाई अनि त्यो तानदिङ कि के पनि भन्दो रहेछ त्यता त्यो ठाउँलाई चाहिँ होला सायद। अनि हामी त्यता जाँदैछौँ। बाटो कति यही बाटो हो क्या? अघि त्यो मान्छेले सिधै भने क्या त्यो दिदीहरू नि अल्मल्ने रहेछन्। बाल्लो हाल्दै गएर यार गाडी नतानेर ट्र्याक्टर आयो। बोर्ड त राखेको थियो छैन त ए एकैछिन होला। ओइ बाइक चाहिँ लिएर आऊ न। जम जम जम। एक हातले चलाइरह यार यस्तोमा डर नभएको।
बाटो बिजोक ला हिलो लाग्यो बाटो चाहिँ यस्तो है पुरै बिजोक बनाइराखन बाइक बल्ल बल्ल टायर मात्रै छिराएर आएको ल आयो ल अप्ठ्यारो बाटो सकेर हामी बल्ल अगाडि लाग्यो बाटो सबै यस्तै छ अरे हौ यता अप्ठ्यारो जेनतेन दुःख गरेर गइन्छ भन्दा थियो त्यहाँ एउटा दाइले खत्रै छिर्यो हेर न सबै यिनीहरूलाई त भिको लिएर त्यो हालेको छ यार कतिमा त्यहाँ पुगेपछि माथि पुग्ने नि त्यहाँ पुगेर चिया खानु पर्यो अब के अरे ओपर गाह्रो हुन्छ नि हौ झऱ्यो मेरो त झऱ्यो ए निस्किसक्यो त यार ओइ ठोक्यो मुला मुनिको त झऱ्यो मेरो त भाइजार गयो भाइजार ठोक्यो फुट्यो इ गयो चुट्टै उड्यो हो भाँच्यो थट ल मेरो चाहिँ अगाडिको भाइजार हिँड्यो अस्ति भर्खरै काठमाडौँमा हालेर मात्रै हिँडेको यो बाटोले ल सायद कुन बाटो यो बाटो त गाह्रो छ है यस्तो बाटो बसै ल्यायो कि यार ल हामी चाहिँ यहाँ आएर ट्याक्क बस्यौँ सबभन्दा बिस्तारै हिँड्ने बाइकको बिजोक फ्यान चलिरहेको त्यसको पनि चलिरहेको छ मेरो पनि चलिरहेको छ तर मेरो भाइजर फ्यान त छैन अस्ति फेरेको भाइजरको टुप्पो हिँडो डाँडातिर चाहिँ हिउँ परेछ है गाइस ल हाम्रो आज कर्पु डाँडामै पास हुन्छ जस्तो छ अब 1 बजे पोखराबाट हिँडेको 30-35 किलोमिटर हिँड्नलाई अब 3-4 घन्टा लागिसक्यो बिचमा बस्दै आएको बाटो राम अहिले राम्रो रोइन्छ भने खुस्स भइन्छ अनि आमा बाटो त घुम्नका ठाउँ चाहिँ राम्रो रहन्छ नि अनि सक्यो आमा हात दुखेर मेरो नै यस्तो भयो त अनि यो भित्री भिफोमा त के भयो होला यो मान्छेको बाइकमा हावै छैन उसलाई थाहा छैन हावा छैन भनेर अनि हामीलाई थाहा छ तर भने आइरहेको पिछैबाट फर्किन्छ नि त फेरि यहाँ आइपुगेर फर्किन्छु त बर्न अनि उसलाई भने होइन ऊ बिस्तारी लिएर बाइकले तान्दैन भनेर औडा बनाइदियो अन्तिङ भिलेज लाग्यो अब चाहिँ हामी यहाँबाट बबाल छ है पारीको गाउँहरू नि ठिक नासको भनेको कि अब पुरै खेत होला यो होइन बबाल छ होला गाउँहरू नि राम्रो रहेछ है यो चाहिँ तान्तिङ भिलेज है
अनुभव भइरहेको उही छ रे के पम्पवाला उही बाइक चलाउने मान्छेलाई थाहा हुँदैन अफरोड कहाँ खान्छ होइन हिजो अस्ति भर्खर उल्टो तान्छ क्या हिजो अस्ति भर्खर चलाएर के पछाडि तान्छ हिजो आज उल्टो तान्छ क्या हावा कम भएपछि सिकारुहरूलाई तिमीलाई पनि थाहा थियो होला सिकारुहरूलाई पनि थाहा हुन्छ हावा व्यवस्था हुँदैछ खुसी छौ हामी चाहिँ खाजासाजा खाएर अब ठ्याक्कै यहाँबाट तानचिङ भिलेजबाट चाहिँ निस्क्यौँ त्यो तानचिङ गाउँबाट बबाल रहेछ यो हेर्दा यहाँ पनि गाउँ त यहाँबाट अब कति कोहीले 1 घन्टा भन्छ कोहीले 3 घन्टा भन्छ निस्क्यौँ हामी बबाल देखिरहेको छ त्यहाँनिर हिउँ चाहिँ अब हामी त्यता होइन यता चाहिँ जाने रहेछ यहाँबाट यही बोर्ड राखेर रहेछ जाँदैछु रात परिसक्यो हाम्रो चाहिँ माथि गएर होटल पाइन्छ कि पाइँदैन भन्ने हो यो चाहिँ कर्पु डाँडा राइट रहेछ ल सोलिङ गरे अनि पानी परेर अघि अनि त्यसपछि सोलिङ गरेर त सजिलै जान्छ ढिलोमा चाहिँ अप्ठ्यारो हुन्छ तपाईँहरूलाई रात माटोमा भनिरहेको थियो हेरौँ हामीलाई त अब यस्तो बाटोले छेक्छ यो माथिको यो हिमाल चाहिँ पुरी रहेछ है पुरी हिमाल के भन्ने रहेछ यो माथिको हिमाल देखेको चाहिँ बाटो त खत्रै छ यो कर्पु डाँडा आउने बाटो त किडनी हल्लिसक्यो हौ बाटोले त मलसाप्रो जङ्गली जनावर आउनु रहेछ बाघ आइदिनु अगाडिबाट स्वात्त गरेर केटाहरू फर्केर चलिदिन्थ्यो होला बाटो 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 आया ओइ ओइ मामाको पेट चस्क्यो अगाडि आएर बसेर हाँसेर यस्तो आवाज आयो नि अनि मान्छे के भएको ढुङ्गाले फालेर हो कि त्यस्तो भएको चाहिँ त्यो त यो मलाई कच्ची भन्दा त बरु हिलै ठिक भनेको थियो अब कुन ठिक रात माटो चिप्लो हुँदैन त तर बाटो अप्ठ्यारो भयो नि आउँदा रमाइलो भएको छ कस्तो मिलिक भएको ओइ ओइ ताना 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 हात औडा दुख्यो यार यो बाटोमा एकपल्ट गरौँ फाल्छ क्या यस्तो त्यसरी त सके यो के कसले बनाएको यहाँको अलिकति सम्मो त हो शिकायत Hey, hey, hey! Hey, hey!
बिजोग छ हिलोले हिँड हिँड तलबाट हाल क्या यो उसबाट माटोमा नहाल न यो मान्छेले त अमृताले पछाडि ओइ वाला कालो कस्तो भएको यार ओइ के हो यहाँ घर रहेछ त ओइ औडा भयो यार हाइट मान्छे पोल्ने जस्तो बनाएर राखेर रहेछ काठमा यसो हेरेको ल भनेर बसिरहेको थिएँ आफै हेडलाइट अफ भइदिएर भने हाइट ओइ भिडियो बनाइरहेको छु ओइ 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 सक्दैन नि फेरि ओला कालो कच्चीमा त फेरि नम्बर 1 हो नि मामा हिलो खाओ पख पख आइएम कमिङ ठोक्यो मुनि सुनिन आइ ओइ ओइ के भयो किन आएको मर्यो ओइ छेउबाट जानु पर्ने त छोडा है जङ्गै आयो ओ मामा म त बोकेर लान्छु कोही बात नै छेउबाट आउनु पर्ने जग्गा अवस्था अहिले यस्तो छ साथीहरू बाइक अड्क्यो पुरै कसैको मेरो चाहिँ निस्के खाऊ माथि चङ्गे उनीहरूको अड्किरहेको पुरै तिमी बटाएर न ल अगाडि के बस्यो पख है पख 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 हालत पख पख एकछिन पख नबटाएर है ल थोरै ल फेरि खाल्टामै हाल्यो ए बटाएर नि थोरै टेक्दा त टेक्नै दिएको बटाएर कस्तो भइरहेको एडभेन्चर तिमीलाई जेरा जस्तो यो आया सास लाग्यो बिजोग छ गाइस सास लाग्यो यिनीहरूको बाइक नआएर फेरि
तर सजिलोसँग आएको त मेरै हो यार म्याराथुनै जिते जस्तो भयो होला नि यति खाल्डो गर्दा त आया ओपर खुट्टा खुट्टा टेके खुट्टै कुल्छ ए खुट्टै कुल्थ्यो खुट्टै तिम्रो आया मेरो बाइकको टायर मुनि अन्तै गयो साइडलाई ल्याउ त गोद तिम्रोमा हाल न भन्थ्यो यार अहिले त्यसले भन्दैन सुन्छौ र भनेको ए यहाँ बस्नु भन्दा त फर्किनु भने नि तिमीहरू अब मेरो त स्टार्ट पनि हुँदैन तल लाग्यो खुट्टै हुन्छ क्या बाइक कसरी निकाल्नु बा बस्न दिला त हामीलाई बस्न दिला त होटलमा खाते देखेर आऊ 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 बचा ले अल्लाह दूसरी बार दोबारा कभी नहीं आऊंगा मामा हो नि भेडा यहाँ हेर पछाडि पुरा तिमीहरूको कुरा रे पक यहाँ हेर यहाँ यहाँ हेर दुईचोटि लडिए उल्टै गुल्टी अब मेरो बाइक पनि स्टार्ट हुन् हिलो फ्याँक्यो त्यसको नि वहीँ पुग्यो एउटा बुद्धि आएन है यहाँबाट अहिलेदेखि सोचिरहेको मैले Right. के छ केटा हो सुखले दुःख खोज्यो दुःखले काल खोज्यो नि त हो बेकार आएको यहाँ थट राम्रो अहिलेको बाटो जस्तो त नआओस् है ओइ बिस्तारै पिक बटाएर बेस चाहिँ उक्लिने हो त भने मेरो गा बाटो जाँदिन हिलो फाल्यो
जस्तो पो गर्छ त हावाले फाइनल्ली पापा हावा बिजक मेरो बाइकबाट धुवा आइरहेको क्या अरू भन्दा नि बाइकले धुवा ओइ बाइकले यहीँ भन्दा थिएँ तिमीहरू लुत्तै कट्यो ल हामी फाइनली यहाँ आइपुग्यो है दुःख सुख गरेर बिजोग कति बजे राति अहिले दिउँसोको 8:55 गइसकेको छ त्यही त दिउँसोको हो नि त यो रातिको आउनु सक्छ यो बाटो हाम्रो लागि त दिउँसो फाइनल्ली यहाँ आइपुग्यो अब कहाँ हो के हो केही थाहा छैन आइपुग्यो बस्ने कहाँ हो कहाँ छिर्यो लौ मान्छे छैन न ऊ छिर्दिन किन गएको यो बौला चिसो भएको दाइ बॉयज नाम कता छ यहाँ छ बाइक कता हो राख्ने यो तलको पोखरा हो बजार यही त रहेछ त पोखरा त पोखरा त्यही छ हामी आउनलाई दिन लाग्यो हिउँ पऱ्यो हिउँ नै हो हिउँ हो क्या यहाँ बट लाइटमा हेर न हिउँ पऱ्यो यस्तो भएको छ यो हाम्रो दाइको यो मामाको यो सन्दीपको अनि यो मेरो बाइक लास्ट बिजक कति ठाउँ लड्यो थाहा नै छैन केही त भएको छैन नि यहाँभन्दा के भन्नु र ल अब हामी चाहिँ यहाँबाट माथि कहाँ भ्यू पोइन्ट होइन मामा भ्यू पोइन्ट जान लागिरहेछौँ हामी अब 25 मिनटको बाटो यात्रामा लाग्दैछौँ कहाँ लाग्दैछौँ थाहा छैन ए बाटोको हालत त्यस्तो छ यिनीहरू दुईजना मलाई सरापिराखन् यहाँ ल्यायो भनेर 25 मिनट भनेको लगभग 25 मिनट त हिँडिसक्यौँ होला हामी र सबै भएको जति गुराँसको बोट मात्रै रहेछ यहाँ चाहिँ मुखमा मुटु आइसक्यो यो डाँडा भनेर आएको उ त्यहाँनिर सर्यो डाँडो फेरि अर्को फेरि त्यहाँ पुग्दा अन्त्यै होला हामी चाहिँ भ्यू पोइन्ट आइसक्यौँ ठ्याक्कै डाँडामा भ्यू पोइन्ट लिएर यता पोखरा साइड है यो चाहिँ यो सहर चाहिँ पोखरा छ यतापट्टिको यस्तो छ भ्यू पोखराबाट अनि अब हिमाल हेर्नु ल हामी चाहिँ भ्यू पोइन्टबाट फर्किसक्यौँ यहाँबाट हिमालदेखि नि उति नै हो रहेछ त्यहाँबाट र यहाँबाट अलिकति हामी माथि आएर हिमाल अलिकति तल झरे मात्रै हो केही फरक छैन हामी चाहिँ कर्फुबाट ब्याक भइसकेको छौँ
अब हिजो बिजोकले आयो उकालो ओह्रालो झन् लास्ट चिप्ले हुने होला सुरु भयो बाटो पुरै छानी हाल्नु पनि छ यस्तो बाटो हिजो राति आएको यार 10 बजे राति यस्तो बाटोमा धन्न कसले टिपेर राखेछ टेस्ट कस्तो हुँदो रहेछ ल्याउन मलाई नि एउटा मलाई हजुर राति भएर आइएको राति भएर आयो नि हिजो अहिले भाइ त कहाँ सक्नु यार कहाँबाट हाल्नुहुन्थ्यो अँध्यारोमा काम बाटो नदेखेर उडाएको हो क्या हिजो उकाल्नु छ जसरी नि बटारेछ जब कहाँबाट हाल्नु बाइक यहाँ मुनि छोला भन्ने डर हैट बाटोको हालत जम है पछि सुरु भयो फेरि सोलिङको बाटो ड्याङ हानेर बिजोक के मेरो हिजो यहाँनिर के अरे मान्छे पोल्ने जस्तो बनाएर राखेर रहेछ नि त दाउरा खाट त्यस्तै बनाएर राखेर रहेछ है हेडलाइट त्यही बन्द भइदिएर आएको ए सोलिङमा थर्केर मर्नु भयो सोलिङ नभएको ठाउँमा चिप्लेर त न सोलिङ भएको ठाउँमा करङ सबै चस्किसक्यो आइया धन्न सिङ्गल लोड भएर त्यस्तो भएन डबल भयो त मरिनी बाख्राहरू पनि जय घन्टी है घन्टी बजाउँदैन ओइ हामी चाहिँ यहाँ अब तानजिङबाट सन्दीपको बाइकमा हावा हालेर हामी यहाँबाट लाग्यौँ हाम्रो पुरै रफ्तारमा हो ओइ बाटो त कस्तो भन्ने नि उयो बिजोक तेलले भने तलतिर सिधै खोलामा ओइ यो त आउँदो रहेछ यार ओइ फेरि अर्को तना बाइलागो हाम्रो पेट्रोल सक्यो ठेलौँ आउनु गएन थाम्नु त के हामी चाहिँ त्यहाँ धन्न एउटा घर पाइएर त्यहाँबाट एउटा पाइप मागेर पेट्रोल निकालेर हालेर हिँड्यौँ त्यहाँ आधा बाटो बोल अप एउटा यो बाटो चाहिँ छोटो रहेछ हिजो हामी यहाँबाट देब्रे लागेर गएको यो बाटो हिजो रेखा लागेर गएको छोटो रहेछ यो गएको बाटो हामी चाहिँ फाइनल्ली पोखरा आइपुग्यौँ अब यहाँ हामी चाहिँ पोखराबाट निस्केको अब यार पानी पऱ्यो झन् यहाँबाट निस्के कत्रो थोप्ला परिरहेको असिना पर्न हो कि असिना परिरहेको असिना